के तपाईलाई थाहा छ तपाईँ दैनिक रूपमा आफैसँग कम्तीमा पनि 10 पटकसम्म झुट बोल्नुहुन्छ भनेर? तपाईले गरिरहनु भएको काम गलत हो भन्ने तपाईलाई थाहा छ तर पनि त्यसलाई दोहोऱ्याइरहनु भएको छ। यो काम मैले गर्नु हुँदैन, यसले मलाई असर गरिरहेको छ, यसले मलाई भविष्यमा असर गर्छ भन्ने थाहा हुँदा हुँदै पनि तपाईले त्यसलाई निरन्तरता दिइरहनु भएको छ, जसलाई साइकोलोजीमा कग्निटिभ डिसोनेन्स भन्ने गरिन्छ। तपाईले गरेको कार्यलाई, गलत कार्यलाई ढाकछोप गर्नको लागि तपाईले अनेक झुटहरू बोल्नुहुन्छ, जसले गर्दा चाहिँ तपाईको दिमागलाई एकछिन भए पनि राहत दिन्छ, शान्त तुल्याउँछ। जस्तै तपाईले अत्याधिक रूपमा मोबाइल चलाउनुहुन्छ, जसले गर्दा चाहिँ तपाईको दैनिक काममा असर गरिरहेको छ, स्वास्थ्यमा असर गरिरहेको छ, राति अबेरसम्म बस्नुहुन्छ, निद्रामा असर गरिरहेको छ, पढाइ लेखाइमा असर गरिरहेको छ। मैले धेरै मोबाइल चलाउनु हुँदैन, यसरी समय धेरै स्पेन्ड गर्नु हुँदैन भन्ने तपाईलाई थाहा हुँदा हुँदै पनि कन्टिन्यू गरिरहनु भएको छ। अनि अनेक बहानाहरू बनाउनुहुन्छ। मैले मात्र होइन, सबैले चलिरहेछ, म मात्र कहाँ हो र भनेर अनेक बहानाहरू बनाउनुहुन्छ। तपाईले आफ्नो शरीर मेन्टेन गर्न खोजिरहनु भएको छ, स्वास्थ्य मेन्टेन गर्न खोजिरहनु भएको छ, दैनिक एक्सर्साइज गर्नुपर्छ, राम्रो खाना खानुपर्छ भन्ने तपाईलाई थाहा छ, त्यही पनि तपाईले जङ्क फुडहरू खाइरहनु भएको छ, एक्सर्साइज गर्नुभएको छैन, अनि बहाना बनाउनुहुन्छ। 2-4 दिन त हो, पछि म गरिहाल्छु नि, अहिले खाएर के असर गर्छ र, सबैलाई कहाँ असर गर्छ र, अनेक बहाना बनाउनुहुन्छ। तपाईले अत्याधिक रूपमा गाँजा, रक्सी, चुरोट, ड्रग्सहरू सेवन गर्नुहुन्छ। तपाईलाई थाहा छ क्यान्सर बनाउँछ अथवा फोक्सोमा असर गर्छ अथवा विभिन्न शारीरिक असरहरू निम्ताउँछ, यसले मानसिक समस्याहरू निम्ताउन सक्छ, पारिवारिक सामाजिक असरहरू निम्ताउन सक्छ भन्ने तपाईलाई थाहा छ, तर तपाईले त्यसलाई निरन्तरता दिइरहनु भएको छ अनि अनेक बहाना बनाउनुहुन्छ त्यसलाई ढाकछोप गर्नको लागि। मैले मात्र हो र, सबै यो लागु औषध प्रयोग गर्ने मान्छेलाई मात्र असर हुन्छ? नखाने मान्छे पनि छिटो मर्या देखेको छु, नखाने मान्छेलाई पनि क्यान्सर भएको देखाएको छु भनेर अनेक बहाना बनाउनुहुन्छ अनि आफूलाई थम्थमाउन खोज्नुहुन्छ अनि त्यो गलत कामलाई फेरि निरन्तरता दिइरहनु भएको छ। कतै तपाईहरूको पनि त्यस्तै ह्याबिट बसेको त छैन? गलत हो भन्ने थाहा हुँदा हुँदै पनि त्यो गलत कामलाई निरन्तरता दिइरहनु भएको त छैन? एकचोटि महसुस गर्नुहोस् त।